हेलो साथीहरू, आज चाहिँ हामी मिरिक जाँदैछौँ। हाम्रोमा पाहुना आउनुभएको छ, त्यही भएर म चाहिँ डुलाउनु लाँदैछु। अनि हाम्रो ज्वाइँ चाहिँ कहिले पनि इन्डिया जानुभएको छैन अरे, अनि आज चाहिँ लाँदै गरेको। अनि यो चाहिँ मिरिकको फेमस भोटे गुम्बा हो। अनि यो चाहिँ म पहिला एकचोटि आएको थिएँ, त्यसपछि आएको थिइनँ, फेरि पनि आउँछु भनेर चाहिँ सोचेको थिएँ। अनि आज चाहिँ पाहुनालाई लिएर म चाहिँ आउँदैछु। यो चाहिँ एकदम फेमस गुम्बा हो। यहाँ चाहिँ मान्छेहरू टाढो टाढोबाट आउनुहुन्छ धेरै नै, अनि दर्शन गर्नुहुन्छ अनि गइहाल्नु हुँदो रहेछ। गुम्बाहरूमा चाहिँ एकदम सुन्ने हुँदो रहेछ। अब हल्ला हो हल्ला नगरी आउने, दर्शन गर्ने, गइहाल्ने गर्नु हुँदो रहेछ। मन्दिरहरू जस्तो चाहिँ यताउता गर्दै हल्ला गर्दै भिडभाड हुन्छ नि मन्दिरतिर चाहिँ, तर यो गुम्बामा चाहिँ हुँदैन। साथीहरू धेरै हुन्छ मान्छे चाहिँ, तर आउनुहुन्छ, दर्शन गर्नुहुन्छ, गइहाल्नुहुन्छ। अनि यो चाहिँ पहिलातिर म आउँदाखेरि चाहिँ यस्तो धेरै अब गुम्बाहरू बनिएको थिएन, अहिले चाहिँ धेरैवटा गुम्बाहरू बनिएको रहेछ। अनि हामी चाहिँ भित्र पस्यौँ दर्शन गर्न। भित्र पसिसकेपछि चाहिँ मलाई चाहिँ गुम्बाभित्र पसिसकेपछि चाहिँ कस्तो आनन्द हुन्छ। तपाईँहरूलाई चाहिँ कस्तो लाग्छ थाहा छैन, सायदै आनन्दै हुन्छ होला मलाई जस्तै। मलाई चाहिँ गुम्बाहरू, मठ मन्दिरहरू एकदम मनपर्छ। एकदम म चाहिँ धार्मिक मान्छे हो। एकदम म चाहिँ अब मान्छु गुम्बा अनि मन्दिरहरूलाई चाहिँ एकदम मान्छु। भगवानलाई चाहिँ म एकदम मान्छु। अनि त्यसपछि हामीले चाहिँ यहाँनिर भेटी चढाउने ठाउँ रहेछ। अनि हामीले चाहिँ यहाँ सबैजनाले भेटी चढायौँ। अनि त्यसपछि चाहिँ मैले पनि लास्टमा चाहिँ भेटी चढाएँ। अनि यहाँनिर चाहिँ यो चाहिँ के हो थाहा छैन, यो लामाहरूको यो चाहिँ दर्शन गर्ने ठाउँ नै होला, तर हामीले चाहिँ दर्शन गऱ्यौँ, भेटी यहीँ चढायौँ। अनि त्यसपछि चाहिँ फेरि वरिपरितिर चाहिँ मलाई चाहिँ मन परेर मैले चाहिँ भिडियो गरिराखेको छु। हेर्नुहोस् है तपाईँहरूले पनि, कस्तो राम्रो गुम्बाभित्र चाहिँ कस्तो राम्रो हुन्छ। अनि यहाँनिर चाहिँ कस्तो राम्रो राम्रो मूर्तिहरू राख्नुभएको रहेछ, धेरै खालको मूर्तिहरू राख्नुभएको रहेछ। हुन त गुम्बाभित्र यस्तै नै पनि हुन्छ, तर अब मलाई चाहिँ एकदम मनपर्छ यो मूर्तिहरू पनि। अनि त्यसपछि यो चाहिँ के हो थाहा छैन, यहाँनिर पनि सायद ढोग्ने ठाउँ नै होला भनेर हामीले चाहिँ ढोग्यौँ, पालो ढोग्दै जाँदैछौँ। यो के हो थाहा छैन। अनि त्यसपछि चाहिँ यहाँनिर मैले पनि अर्को ठाउँमा फेरि भेटी चढाउँदैछु। भेटी चढाएको, तर चढाउने ठाउँ नै होला भनेर हामीले चाहिँ भेटी चढाएको यहाँनिर चाहिँ। अनि यहाँ चाहिँ मान्छेहरू पुरा आउनुहुने, तर आएपछि चाहिँ गइहाल्नु हुँदो रहेछ कि एकदम सुन्ने, दर्शन गर्ने, गइहाल्ने गर्नुहुँदो रहेछ। तर हामीले चाहिँ यहाँ चाहिँ 1 घन्टै जति बस्यौँ। हामी चाहिँ गुम्बाभित्र चाहिँ 1 घन्टा जति बसेर चाहिँ रेस्ट गऱ्यौँ, यताउता हेऱ्यौँ, अनि फर्क्यौँ। अनि यो चाहिँ कृष्णनगर हो। यहाँ चाहिँ एकदम ठुल्ठुलो माछाहरू पनि पाइन्छ, तर आज चाहिँ मैले खिचिनँ माछाहरू चाहिँ, किनभने यहाँनिर चाहिँ अलिक बिजी पनि भएको थिएँ म। अनि त्यसपछि बहिनी बिरामी भएको थियो। अनि बहिनी चाहिँ पानीपुरी खाने भनेर चाहिँ बहिनी र ज्वाइँ चाहिँ पानीपुरी खाँदै हुनुहुन्छ। अनि त्यसपछि यो चाहिँ फेभरेट टाइपो, मिरिकको फेभरेट एकदम स्पेसल टाइपो पाउँछ यहाँ चाहिँ। अनि हामी सबैले चाहिँ यहाँनिर टाइपो खाँदैछौँ। त्यसपछि यो टाइपो चाहिँ फेरि एउटा खायो भने चाहिँ मान्छे 2 जना चाहिँ अगाउँछ यो टाइपोले चाहिँ। त्यस्तो मिठो पाउँछ, त्यस्तो अब ठुल्ठुलो पाउँछ। अनि हामीले चाहिँ एउटै मोमो, एउटा टाइपो चाहिँ हामीले 3 जनाले खाँदै गरिरहेको छौँ। यो चाहिँ एकदम मिठो स्पेसल उयो टाइपो हो। अनि यो चाहिँ मिरिक झिल हो। अनि हामी चाहिँ यहाँनिर बोट खेल्ने भनेको थियौँ, आधी घन्टा कुर्नुपर्छ भनेर भन्यो। त्यसपछि हामी चाहिँ किन कुर्ने, अब घर जानु पनि ढिलो हुन्छ भनेर चाहिँ हामीले चाहिँ यहाँ अब बोट खेलिनौँ। अनि यहीँ भएको थियो होला, 6 बजिसकेको थियो। अनि हामीलाई गाडी पाउनु पनि एकदम मुस्किल भएको थियो यहाँबाट चाहिँ, किनभने यहाँ चाहिँ अब 4 बजीसम्म चाहिँ मजाले पाउँछ गाडी। अनि हामी चाहिँ यहाँनिर पाहुनाहरू अब धेरै बेर खेल्ने, अब धेरै बेर यताउता डुल्ने भन्नुभएर चाहिँ मैले चाहिँ अब डुलाइरहेँ। भरे चाहिँ 6 बजिसकेको रहेछ। अनि त्यसपछि हामीले चाहिँ रिजर्भ लिएर आयौँ। यो चाहिँ पशुपति हो, मिरिक र इन्डिया र नेपालको बोर्डर हो यो चाहिँ।